हेलो एभ्रिवान, आज चाहिँ म तपाईहरुलाई नि अरु नयाँ चीज देखाउँदैछु ल। अरु बेला चाहिँ म के यो मामरिङको सिनहरु है यस्तोहरु के देखाउँथे है। अटल सेतु ब्रिजको रम्फूको के भ्यूजहरु देखाउँथे कि आज चाहिँ तपाईहरुले कसैले नदेख्नु भएको एउटा नयाँ चीज देखाउँछु ल। मलाई लाग्दैछ यो चाहिँ तपाईहरुले कसैले देख्नु भएको छैन होला भनेर चाहिँ देखाउन लाग्दैछु। कति जनाले त देख्नु भयो होला, तर पनि यो चाहिँ फर्स्ट बनिँदै गरेको हो नि त। एउटा नयाँ चीज छ, एकछिन पर्खिनुस् ल, म देखाउँछु। ल त्यो चीज चाहिँ यो देखाउँदैछु ल। यो चाहिँ भयो मामरिङ भिलेज र यसको सिधै पारिपट्टि चाहिँ यहाँ हेर्नुस् त के छ, वेलकम टु सिक्किम भनेर यो चाहिँ नयाँ बनिँदैछ हो। अस्तिदेखि बनिँदै गरेको, कहिले सिधाउँछ जस्तो लाग्दै थियो। यो चाहिँ हाम्रो घरको चाहिँ जस्ट अपोजिट साइडमा पर्छ। सिद्धि चाहिँ सक्यो, तर यो एससी कम्प्लिट भएको छ। आइकेकेआइएम चाहिँ अलिकति कम्प्लिट भएको छैन, त्यो चाहिँ त्यहाँ गर्दैछ हो। यहाँ भिडियोमा पनि देखिँदैछ एससी अलिक क्लियर छ र अरू अल्फाबेट चाहिँ अलिकति कम्प्लिट नभएको जस्तो देखिन्छ र कामहरू बट्टाबट भइरहेको। कहाँनिर देख्न पाउनुहुन्छ भने चाहिँ यो चाहिँ अटल सेतु ब्रिज जस्ट स्टार्ट हुन्छ रम्फू बेङ्गालपट्टिबाट। त्यसको सुरुवातबाट चाहिँ टक्कै देख्न सक्नुहुन्छ बिचसम्म। त्यहाँदेखि यता आएपछि चाहिँ सायद देखिँदैन होला त्यहाँ चाहिँ। अनि यहाँ मामरिङबाट देखिन्छ है। मामरिङबाट पनि अब रोड माथिबाट चाहिँ देखिन्छ, आई लभ मामरिङबाट देखिन्छ सायद। त्यहाँबाट उँधो लागेपछि सायद देखिन्छ। हामी जङ्गलको बिचमा चाहिँ वेलकम टु सिक्किम भनेर चाहिँ लेखिएको छ र यो चाहिँ एबाउट टु फिनिस है, कम्प्लिट हुन आँट्दैछ। तपाईहरुले अटल सेतु ब्रिज क्रस गर्दा चाहिँ याद गर्नुभयो भने चाहिँ तपाईहरुलाई यति दामीसँगले त्यो भ्यूज चाहिँ देखिन्छ। र हाम्रो घरको चाहिँ जस्ट अपोजिट, म यो ट्यारेसबाट भिडियो गर्दैछु, जस्ट अपोजिटमा टक्कै सिधा अगाडि चाहिँ यो तपाईहरुले देख्न सक्नुहुन्छ। थ्याङ्क यू।